हेलो एभ्रिवान। आज चाहिँ म हजुरहरूसँग मेरो एउटा कुरा सेयर गर्न गइरहेको छु हैन। प्लिज राम्रोसँग ध्यान दिएर सुनिदिनु होला। अनि हजुरहरूलाई कस्तो लाग्छ भनिदिनु होला हैन। अहिले चाहिँ रेनी सिजन चलिरहेछ नि त हैन। अब रेनी सिजनको बेफाइदा भनेको चाहिँ अब एकछिनमा पानी फ्यारेर पर्छ, लुगा सुकाएको हुन्छ, लुगा सुक्दैन, बाटोमा हिँड्दा त्यो किचपिच टाइपको हुन्छ, कहीँ जान लाग्यो भए फ्यारेर पानी पर्छ, अनि त्यस्तो हुन्छ हैन। बिसाइड द्याट चाहिँ मलाई चाहिँ रेनी सिजन मनपर्छ हैन। किन अझ कस्तो टाइपको रेन मनपर्छ भन्दाखेरि नि, एकदम ठुलो मुसलधारे पानी पर्छ नि, मलाई एकदम बेस्ट लाग्छ। यहीँ मैले बोलेको यहीँ नसुने एकदम हाराङ राङ 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 पानी परेर एकदम ठुलो आवाज आउँछ हैन। त्यो चाहिँ मलाई एकदमै मनपर्छ। किन भन्नुहुन्छ भनेदेखि नि, त्यो टाइममा अब म मान्छे हो हैन, मलाई पनि कति कुरा टेन्सन हुन्छ, मैले कति कुरा मेरो भित्र गुम्सिरहेको हुन्छ, कति रुन मन लाग्छ, कति चिच्चाउन मन लाग्छ, ठुलो स्वरले चिच्चाउन मन लाग्छ। तर अब यहाँ काठमाडौँमा त यहीँ घर त्यहीँ घर हुन्छ। अब वहाँ रुने पनि कुरा हुँदैन, ठुल्ठुलो स्वरले चिच्चाउने पनि कुरा हुँदैन, लाज हुन्छ नि त। तर त्यो एकदम ठुलो पानी परेको बेलामा म के गर्छु थाहा छ? मेरो मनमा जति कुरा भित्र अड्केको छ, कति कुराहरू गुम्सेको छ, त्यो कुराहरू म सम्झेर यस्तो ठुलो स्वरले रुन्छु नि। म पुरै लिटरली म वहाँ रुन्छु, कराउँछु, जे भन्न मन लागेको छ भन्छु क्या। किनभने त्यतिखेर त्यो पानीको आवाजले मेरो आवाज बाहिर जाँदैन, अनि मेरो मनभित्रको भडास निस्किन्छ क्या हैन। मलाई यस्तोसँग रुन्छु नि म, साँच्चैको मलाई कस्तो रिलिफ फिल हुन्छ क्या। त्यसपछि कराउँदै रुन्छु, भन्छु, चिच्चाउँछु, जे गर्न मन लाग्छ गर्छु। किनभनेदेखि बाहिर कसैले पनि सुन्दैन हो। मेरो लागि चाहिँ एकदम मुसलधारे पानी परेको बेलामा चाहिँ म त्यस्तो गर्ने गर्छु। मलाई एकदम रिलिफ फिल हुन्छ। अब त्यो मेरो कस्तो अनोइङ ह्याबिट हो कि के हो हैन, तर मलाई चाहिँ आफैलाई एकदम गुड फिल हुन्छ क्या त्यस्तो गर्दाखेरि। चिच्चाउँछु यत्रो ठुल्ठुलो, अब अरू बेला त चिच्चाउने कुरा हुँदैन हैन। त्यही भएर पानी एकदम ठुलो आवाजमा पानी परेको मलाई मनपर्छ। मलाई जस्तै हजुरहरूको पनि त्यस्तो चिच्चाउन मन लाग्छ, एकदम रुन मन लाग्छ भने गर्ने टाइम भनेको चाहिँ एकदम पानी परेर यहीँको त्यहीँ आवाज जाँदैन नि हो, त्यतिखेर गर्नुहोस् है त। अनि हजुरहरूलाई मेरो यो कुरा कस्तो लाग्यो भन्नुहोस् है त। ल बाई बाई।